ओके गाइस, अब चाहिँ हामी हाम्रो पोखराको यात्रा सुरु गर्दैछौँ। त्यसको लागि श्रीमतीज्यू र श्रीमानज्यू ढिकुरी बजारमा आइसक्नु भएको छ। साथमा हाम्रो सरोज लामिछानेज्यू र म्याथ सर 3 मिनट बनाउँछु भने घुमाउने हो ड्रप गर्न है त। हाम्रो कार्यक्रम अनुसार चाहिँ 8 बजे गल्छी पुग्ने कार्यक्रम रहेको होला। अब हामी टुकीको लिएर निस्किहाल्छौँ। धेरै हल्ला गर्दैनौँ। त्यहाँ गल्छीमा टाइम भयो भने थोरै ब्रेकफास्ट खाएर टाइम भयो भने खानु त परिहाल्यो। टुवर्ड्स आवर डेस्टिनेसन। है गाइस, अहिले चाहिँ हामी टुकटुके के भन्छ त टुकटुकेमा ढिकुरीदेखि गल्छी जाँदैछ। गल्छीमा हाम्रो स्विफ्ट बसको स्टप छ अनि त्यहाँबाट हामी स्विफ्ट बस लिएर पोखरा जान्छौँ। यात्रा रमाइलो भइरहेछ। टुकटुकेमा टक्क पछाडि बसेर होइन, अन्त अहिले गुरुजीले चलाइरहनु भएको छ। मजा पनि छ होइन, स्वाद जोस एकदम लोकल एक्सपिरियन्स भइरहेछ होइन। गुड स्टार्ट अफ द डे। अहिले चाहिँ हामी गल्छी आइपुगेका छौँ। गल्छी आएर अब एकछिन टाइम छ, हाम्रो गाडी आउँदैछ। इन द मिन टाइम हामी थोरै लन्च गर्छौँ, ब्रेकफास्ट गर्छौँ। एकदम नेपाली टिपिकल नेपाली ब्रेकफास्ट गर्छौँ। हामी यहाँ कसरी बनाइरहेको छ हेरौँ होइन। फ्रेस चेरी पुरी तरकारी बनिरहेछ। भाइरल गर्नु पर्यो। रसोरी बनाउँदै ल ठिक छ। बिल बनाउने साउजी साउजी हो। ओहो ल कडा ल ठिक छ। चना एउटा राख्नु। ओके, हाम्रो नास्ता यस्तो रहेको छ। जेरी तरकारी पुरी चिया आउँदैछ। हाम्रो श्रीमतीज्यू खाँदै हुनुहुन्छ। ल अब चेक गरौँ है त कस्तो छ। ट्राई गरौँ है त। गुड सञ्जीव अप्रुभ। Nice. Okay. जेरीलाई यसो स्यान्डविच गरेर दुईवटा पुरीको बिचमा खायो भने बेस्ट। यसो खायो भने स्वारी भन्छ। Okay. Local itu. पूरी तातो हेर्नु मन जाएगा जेरी गाइस, अहिले चाहिँ हामी गाडी चढिसकेका छौँ। ठुलो डेजको गाडी रहेछ, डिलक्स गाडी। सोफा हुँदो रहेछ होइन। अहिले
मलाई चाहिँ विन्डो सिट चाहियो भनेर कम्प्लेन गरेर भएको छ म एकछिनमा दिन्छु दिनु चाहिँ फर्स्टमा अब म बसिहालेँ एउटा भिडियो क्याप्चर गरिहाल्नु भनेर हो होइन सो क्विक रिभ्यू इट्स एकदम दामी लाग्यो मलाई किनभने फर्स्ट कुरा चाहिँ हाइट रहेछ होइन एकदम टल बस रहेछ त्यो भएपछि सजिलो हुन्छ क्या त्यस्तो तल तल छुने खाने गाडी भयो भने चाहिँ हुन्छ होइन अग्लो गाडी रहेछ भेरी गुड भ्यूहरू देखिने यस्तो साइड सिन गर्नुको लागि बवाल रहेछ होइन सेकेन्ड भनेको सिट पनि राम्रो रहेछ सोफा टाइपको सिट रहेछ विच इज भेरी गुड थर्ड भनेको चाहिँ अब बुढीसँगको यात्रा त जहिले पनि बवालै हुने भइहाल्यो होइन के छ 2 शब्द जाओस् मलाई विन्डो सिट चाहियो ल गाइस अब विन्डो सिट दिने कि नदिने म एक्चुअली क्यामेरा अफ गरेर छलफल गर्छु बट इट्स रियली फन म्यान लेट मी सो यु द Okay, quick coffee break. 20 minutes कुन ठाउँ हो यो भन त दामी ठाउँ छ है गाइज कफी ब्रेकको लागि यहाँ गाडी रोकेको छ हाम्रो एकछिन एक्चुअली ब्रेकफास्टको लागि हो तर हामीले चाहिँ अघि नै ब्रेकफास्ट गरेर भएर खासै खानु मन भएन बट वी ह्याड आवर कफी but the restaurant is in the river bank which is pretty cool. Let's look at it. म यहीँ छु हेर न दामी है स्मोक मनी अन गरिन्छ ल मजा आयो थोरै न्याप लिने भइएको थिएँ गाडीमा बट नाउ वी ह्याड आवर कफी जाँदै गरौँ जम्मी त हाम्रो गाडीको मान्छेहरू होइन नि त देखिँदैन के हो यो नारायणी देखिन्छ होइन त्रिशुली गएर नारायणीमा मिसिन्छ होइन लेट्स गो बडी चिल हो नि त जसलाई छैन त्यसलाई पो लाग्छ यसलाई बाल छैन I can get anything anytime if I want. But the problem is I don't want a lot of things because I have to carry them, which is a lot of work. So make your life easier, stay minimalist, have fun, create memories, capture them, and show them to your kids. And to ठुलो राम्रो हुन्छ है यो स्विफ्ट होलिडेको चाहिँ यो पनि रहेछ टाइपको बसहरू but I prefer the bigger bus. The reason is it's in the height, the seats are pretty neat and wider as opposed to the smaller buses. They tend to have smaller wheels which tends to create not much of luxury when you travel off road, especially oh यसको चाहिँ दामी रहेछ हेर न यो गाडीको चाहिँ नयाँ रहेछ यो चाहिँ स्विफ्टको सबै यहीँ रोक्दो रहेछ है अच्छा कन्ट्र्याक्टै रहेछ त्यसो भए होइन ओके इट्स बिजनेस ए यो ठाउँको नाम चाहिँ बेनीघाट रहेछ है मलेकुमै तर अलिकति तल ओके अब चाहिँ हामी लन्च ब्रेकमा छौँ लन्च ब्रेकमा लक्ष्मीजीलाई भोक लागेको छ मोमो खाने कुरा गर्नुभयो मलाई चाहिँ खासै भोक लागेको छैन अघि नै खाइयो होइन तरकारी पनि लक्ष्मी दिदी
जी भनेको लक्ष्मी दिदी श्रीमती दिदी लक्ष्मी गाइस म मिस नेपाल लिएर घुम्न आइरहेको छु डोन्ट डिस्टर्ब बट सब्सक्राइब माई च्यानल यसै गरी हाम्रो मोमो फिनितो भएको छ र फिनितो गर्ने महानुभाव हुनुहुन्छ यता र खै कता छ कहाँ गइरहेको छ फिनितो कस्तो भयो त ठिकै बेस्ट नो बेस्ट Okay, खाइदिन्छु म आफै it's बन्दीपुराहरू सुन्तला नकिने यहाँ सुन्तलाको पपुलर हो डगी सारङ्गी रहेछ है गाइस सारङ्गी कति हो है हजुर 1800 सानोलाई किलो मात्र लैजाउँ त यो बन्दीपुरको सुन्तला हो बोले लेखेन के प्रयास जारी छ What's up guys? अहिले चाहिँ हामी पोखरा आइसकेका छौँ यो चाहिँ आई थिङ्क फेवा 3 होटलमा छौँ यहाँ आएर हामी फ्रेस भयौँ र अब आई थिङ्क इट्स अलमोस्ट 6:30 हो कि 7:30 हो अहिले टाइम आई थिङ्क इट्स almost 7:30 let me double check yeah no it's actually 6:45 so we're gonna go out and see what the city has to offer for the tourists like us and see if there's some quick and nice thing to do but all in all we're just gonna go around places and see if there's anything we can do in a short time and we will actually find a place for dinner. This hotel does not actually offer dinner on its base price, so we just wanted to give it a try to go out and see if there's anything else we would like. So for that reason we're almost ready. We'll go back and try to find some place that we can enjoy and have some good food. For now, hey Pokhara, we are here. Whoa, look at बोल्दो रहेछ के बोल्दा नि बोल्दो रहेछ नि भोइस पनि दिनु ल गाइज अहिले चाहिँ हामी डिनरको लागि जाँदैछौँ पोखराको रात्रिकालीन समय सुरु भएको होइन अब हामी डिनर गर्नको लागि चाहिँ टुर सिजन हो नि त बच्चाहरू धेरै भेट्छ क्या अहिले चाहिँ हामी कति अनलकी है हामी चाहिँ टुर ल्याउँदै ल्याएन यहाँ पोखरा ल्याएन नि तर ठिकै छ दुवैजना केही थाहा नभयो होइन अहिले एक्साइटिङ चाहिँ भइरहेको छ कि दुइटैलाई थाहा छैन रमाइलो छ नि पोखरा है रमाइलो अहिले नाइट लाइफ चाहिँ अझ रमाइलो रहेछ यहाँ
स्ट्रिट फेस्टिभल नै हुन्छ क्या लक्ष्मी खिच ओके गाइस अहिले चाहिँ हामी यहाँ सरकारी पसलहरू देखिरहेको छौँ होइन अहिले हामी कहाँ गइरहेको नियर टु फुड ट्र्याक लेक साइड ओके हाम्रो डेस्टिनेसन चाहिँ फुड ट्र्याक लेक साइड रहेको छ र हामी तस्बिरमा देख्न सक्छौँ दर्शकवृन्दहरू चाहिँ फेमस फिस रेस्टुरेन्ट फिस त्यो ड्याडी जस्तै रहेछ क्या फिसमा चाहिँ एकदम फिस लभर फिस मनपर्छ मलाई रेड मासुहरू मन पर्दैन नि तालपारी फेमस रेस्टुरेन्ट तालपारी फेमस ताल चाहिँ राम्रो फिसहरू रहेछ यहाँनिर है वो फिस लिगन तलबाट हजुरहरू उताबाट हाम्रो लोकल गाइड हुनुहुन्छ त हजुरहरू उताबाट फर्केपछि चाहिँ एउटा स्टोर आएर भने अनि यतै वरिपरि स्कुट बाइक त्यो के अरे साइकल पनि हुन्छ लक्ष्मीदेवीलाई साइक्लिङ आउँछ नाइस है रमाइलो है भाइब्स टक्क चिसो मौसम बस्नको लागि लेकमा पनि फाउन्टेनहरू भइरहेको थियो बबाल ओ त्यो माथि क्या सारङको चाहिँ बबाल छ अरे यार है हिउँको लागि यो चाहिँ के हो त सन्दीप फुड ट्र्याक होइन त्यो फुटपाथ भने जस्तो अन्त फुड ट्र्याक खाने हो पेट खराब भयो भने भोलि सबै सानो बारीको छ नि उता पामे साइड चाहिँ झन् रमाइलो हुन्छ एकदिन जानुपर्छ त्यहाँ चाहिँ के छ त्यो चाहिँ अलिक नयाँ डेभलप भएको छ हो लेक के रोलर कोस्टर किन्न जाने त बेबी तिमीलाई प्रकृति वनमा खेलेर तिमी झन्नै भमिट गरेको हो कि नि अब त म ठुली भइसकेँ त अब झन् धेरै भमिट गर्न बेलाउँदैन मलाई डर लाग्छ यार जाने हो तर रमाइलो हुन्छ त्यहाँ रमाइलो छ डिज्नील्यान्ड मिनी डिज्नील्यान्ड हो कि होइन अरू डिज्नील्यान्ड पनि दराज चढ्छ तिमी गएको छौ युएसको डिज्नील्यान्ड म अब भन्जाहरू बिस्तारै ठुलो हुँदैछ अलिक ठुलो बच्चाहरूलाई लिएर जानु रमाइलो चोकमा बिहान भेटिन्छ है हामीहरू एक्सपेन्सिभमा जाने नजाने हो जाने भए हुन्छ तर हामी फर्किन्छौँ अब 9 बजे नै फर्किनुपर्छ होइन नाइट लाइफ त हामी के सबसे बेस्ट पार्ट अफ पोखरा भनेको काठमाडौँमा चाहिँ 6 बजे सबजना भित्र क्या होइन हो कि होइन यहाँ चाहिँ लेक्चर आयो भने एटलिस्ट 10-11 बजीमा हुन्छ होला अब त डिसेम्बर सकिन लाग्यो समरमा है मलाई मट्का चिया रहेछ यो हो नि त टुरिस्ट डेस्टिनेसनहरू टक्क आयो होइन मेरो रमाइलो धेरै मेमोरी बनायो अहिले हामी फन पार्कमा गएको छौँ छिरेको छौँ फन पार्कमा के छ हेरौँ त एउटा खेलौँ न त एउटा खेलौँ न यो कोलम्बस खेलौँ न तर त्यो दामी रहेछ यहाँ त फन पार्क काठमाडौँको जस्तो रहेछ खेल्ने कुराहरू चाहिँ roller coaster. रातिवाला हुने फन पार्क
मोमो ओ ओ ल एउटा खेलौँ न थ्याङ्क्स होला एउटा खेलौँ है एकदम दामी कुन खेल्ने फेरि खेल्ने कि यो खेल्ने त्यो चाहिँ छुट्टो लाग्छ ओ माई गड यो त पुरै घुमाउँदो रहेछ त यार Wow, what the hell, guys? You wanna try this? Let's go. But I don't wanna try this shit. This is crazy. Whoa! No way. यो त मार्दो रहेछ यार यो दुश्मनहरूलाई यार घुमाउनु नआउँदैछ यो त नखेल्ने यार यो दुश्मनहरूलाई ल्याएर घुमाउनु नआउँदैछ दुश्मन एउटा कुहिने र नेपालीको भ्लग छ नि एउटा यसको हेर्नु भएको छ कि यो हेर ओ म्यान दिस इज क्रेजी ओ त्यहाँ हेरेर उदो मुन्टो रोकिदिन्छ क्या त्यही ल ओ यो त नहिँड्ने डर लाग्यो मलाई यो त आउँछ खतरा हेर्छ हाम्रो मुटुले त हान्दैन बबल टी रहेछ आऊ